एभ्रिवान, म चाहिँ बाबुलाई आज तेल लाउँछु भनेर लागिरहेको छु है। कस्तो च्याप भएको के भर्खर उयो गरेर लिएर आएको च्याप भएको त बाबुको त खै मसी अझै हुन्छ के तेल गर्नु पर्ला जस्तो छ। कस्तो अझै हो क्या पानी परे र पनि के हो बाबुलाई चाहिँ यसरी म तेल लगाउँछु है। मेरो बाबुलाई यसो गर्ने अलिक पुटुट्ट पाली छिन् यसो गर्ने मसाज गर्ने यसो गरेर खुट्टा चाहिँ उसको एकदम अलि यो खुट्टा चाहिँ अलिक बाङ्गो जस्तो भएको क्या। अनि यो खुट्टा चाहिँ ठिकै छ। अब हल्का आफूले जानेको मसाज गर्ने यसो गरेर यसरी सिधा बनाउनु पर्यो नि छोलो। यसो गरेर 1 2 3 4 5 6 7 8 9 10 ओके। अब यता फर्कौँ न छोरो, यता त मैले अघि नै गरेको हो कि। ओहो सुसुमा त के लागेको हो कि कपाल त चाहिँ सबै सुसुमा गरेर टाँसेछ नि त छोरोको। यस्तो टाँटेछ मेरो पुन्टुको कपाल त सुसुमा गला टाँचेछ। हाम्रो चाहिँ यहाँ हस्पिटलबाट चाहिँ बाबुलाई के भन्छ नुहाइदिएको 10 मिनटभित्र चाहिँ यो 10 मिनटभित्र चाहिँ लोसनहरू चाहिँ सबै युज गरिदिनु भन्दो रहेछ है। खै यो कानमा पनि हल्का चिसै हुँदाखेरि सफा गरिदिँदाखेरि राम्रो है। बाबुले चाहिँ एकदमै धेरै यो कान चिलाउने के आफैले चिलाउँदो रहेछ के अरे। कतिचोटि घाउ बनाइसक्यो भने आफैले खोपेर। खै यता छोरो यता है यता ल उसलाई चाहिँ मैले अब दाँत आउनको लागि के एकदमै धेरै चपाउन खोज्छ नि त उसले, त्यही भएर यो ल्याइदिएको छु ल। तर धेरै तलसम्म चाहिँ नगर्नु होला है सफा गर्ने बेलामा।